अलराइट हामी चाहिँ आज बनभोज खाने तयारीमा आज जक्सनमा जाँदैछौँ हामीसँग चामल छ हाम्रो भिक्टोरी ग्याङ यता ग्याङ उता तलबाट अरू ग्याङहरू आउँदैछ हामी यो गाउँबाट अलि माथि गएर त्यहाँ माथि गएर अब दाउरा साउरामा भात पकाउने गीत सित सुन्ने होइन के छ एकदम बढिया रेडी हो त रेडी हो दिया लेट्स गो त्यसो भए ल जाउँ मेन मसला हो त्यही त हामी मासु त मगाएको छौँ माथि 1 घन्टा माथि हिँडेर हाम्रो एकजना पैदल यात्री गएको चाहिँ छ मासु छ कि छैन त्यो अब हेरेपछि थाहा हुन्छ त्यो चाहिँ हाम्रो घर हो माथिबाट हेर्दाखेरि यस्तो देखिन्छ भ्यू चाहिँ ल कसले जग्छ म यहाँ ल त गाइस देख्छ घुर्को छ अब यस्तो पखानमा गएर म जग ल्याउने प्रयास गर्ने छु ओके बेस्ट अफ लक कस्तो हुन्छ त अब जग ल्याउने बाटो उता छ हैन यता चाहिँ मोबाइल पक्राउ दुबै एउटा ल त गाइस यस्तो पखान छ एकदम भिड छ यहाँ देखि जाने भिड छ है रामसँग है जाइदिने गाइस जे होस् गइदिने हो अनि जस्तो ल्याउनु पर्यो नि त पानीको लागि उतानिर चाहिँ गाइस भक्करै जग झर्यो कि तल खुतुरीको हातबाट जग खस्यो हैन अलराइट जग पनि उता भेटाइसकेको छ हामी जाने लोकेसन भनेको यो डाँडा भन्दा अलि माथि हो उ त्यो माथि खै छ उ कहाँ हो यार अनु उ त्यहाँ अनु हो हैन अर्को त केही नलिए त खुट्टा चाहिँ थाकेको अवस्था हो गाइस एकदमै थाकेको अवस्था हो अरे चावल बिगाड्दैन ओके लगभग हामी अब आफ्नो पिकनिक बनाउने लोकेसनमा पुग्न लाग्यौँ यहाँनिर चाहिँ पानीको मुहान छ यहाँदेखि पानी पिउने पानी यताबाट तल गाउँघरतिर पनि जान्छ माथि हो हाम्रो पिकनिक बनाउने ठाउँ पुरानो घर पनि छ त्यहाँनिर तर मान्छे नबसेको त्यहाँनिर अहिले लगभग 15 सालभन्दा बढी भइसक्यो जस्तो लाग्छ भइ नै सक्यो ल हाम्रो यो खाना बनाउने यो स्टोभ भनौँ या चुलो के भन्छ गाइज है यो हामीसँग दाउरा छ ब्याट्रीदेखि जल्छ यो है सो हामीसँग दाउरा छ अनि चुलो छ हाल्ने हैन यो चाहिँ अनि यसमा उयो गर्ने अनि यो बोलाउने अनि यता आउँछ कि आगो बालेपछि यो बल्छ अहिले त आउँदैन मिनिट जिसी युपिएस दाउरा छ गाइज अलि भएको भनेको चाउचा छ अनि अरु मासु आउँदैछ भुजा छ मसला आउँदैछ तलबाट कुत्ता पनि छ अलि यो यताको वातावरण देखाउनु पर्दा यो पुरानो घर हो गई भाइहरूको घर हो है सो यताबाट इन्ट्रान्स थियो यो रुममा जाने सबै भत्किसकेको छ यहाँको इन्ट्रान्स छुट्टै छ यहाँ मान्छे बस्थ्यौँ पहिला उ त्यो भाइहरूकै हो यहाँ बस्थ्यो अनि यहाँको यो खेतहरू जुन देखिन्छ यो जति पनि यो ल्यान्डको यो यहाँ छ यहाँ दालहरू लगाउने तरकारी लगाउने मकै गोड्ने होइन त्यस्तो कामहरू गरिन्छ यहाँ फलफुल पनि टन्नै प्रशस्त मात्रामा छ यो रुम नै भइदियो अहिले त एबान्डन्ड टाइप सेट भने नि हुन्छ गाइस सो दिस इज द लोकेसन यो दोस्रो इन्ट्रान्स हो यहाँनिर एउटै घर भयो नि तर दुईटा फ्यामिली बसिन्थ्यो है जोइन्ट फ्यामिली ओके सो यो चाहिँ अनारको हो
यहाँ चाहिँ हाम्रो यस्तो ढुङ्गाहरू नि पाउँछ गाइस। यो चाहिँ एकदम हुन्छ हार्ड ढुङ्गा हो। अनि यो माथि जङ्गल नै भइहाल्यो दाउरा साउराको लागि। यहाँ गाई गोरु बाख्राहरू यहाँ चराउनलाई चाहिँ यता लिन्थ्यो। र उता देखिने भनेको बस्ती चाहिँ यो भुलकट्टे भन्ने हो है। यो बस्ती पाण्डेहरू हाम्रो गाउँ छिमेकी भनौँ न, गाउँवासीहरू गाउँलेहरू नै भन्दा नि हुन्छ चाहिँ पाण्डे बस्ती। उता अहिले हाइवे चाहिँ उतादेखि देखेको छैन क्यामेरामा, तर उता हाइवे त्यहाँबाट आउँदैछ। यो त यहाँदेखि डडेलधुरा जाने रुट हो। उता माथि चाहिँ खतेडा भन्ने बस्ती हो माथि उतादेखि नै। घनघसिया उकालो भनेको चाहिँ यही गाइस। यहाँदेखि उता बिनोडा भन्ने ठाउँ छ, अनि त्यहाँदेखि हामी त्यो घनघसिया उकालोमा चढेर कहिले त गाडी पनि पाउँछ। त्यहाँबाट हामी अनारखोली हुँदै डडेलधुरा महेन्द्रगढ धनगढी भन्ने ठाउँहरूमा यसरी जानु मिल्छ। र यहाँको पसल भनेको उता मात्रै छ एउटा ठाउँमा, एउटा पसल त्यो दिनमा 4 बजे 20 मात्रै खुल्ने गर्छ। र अहिले चाहिँ यहाँ त्यस्तो हरियाली भए पनि मान्छेहरू नभएर गाउँ खाली भएर रितेर त्यस्तो उजाडपन चाहिँ लागेको छ गाइस। सो यप विल गेट ब्याक टु कुकिङ। आजको पिकनिक वनभोज कार्यक्रम गराइदिउँ भनेर हो है। यहाँको त्यस्तो नगरेको धेरै भयो। पहिला हामी आफ्नो दिदीहरूसँग फुपूहरूसँग दाइहरू भाइहरूसँग हामी मिलेर गर्थ्यौँ। त्यो 20-25 वर्ष नै भइसकेको छ। त्यो लास्ट टाइम हामीले त्यसरी यो इन्टरटेनमेन्ट अथवा इन्जोय गरेको छ। त्यो नभएको कारणले पनि म अहिले त्यो एजमा भनौँ न, त्यो एजमा पुगिसकेपछि जुन अहिले बच्चाहरू छ तिनीहरूलाई चाहिँ एउटा एक्सपिरियन्स होस्, एउटा मोमेन्ट याद रहोस्, भोलिको दिनमा गरेर हामीहरू यस्तो गरेका थियौँ भन्ने कुरा त्यो हुन्छ। सो त्यो धेरै कुराहरूको ख्याल राख्दै चाहिँ मैले यो आइडिया निकालेर सबैलाई चाहिँ अग्री गराएर यहाँ के छ ठिक छ। कतिको खुसी छौ हामी आज। ओके सो आगो चाहिँ जलिसकेको छ। यो भ्यू चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो लेट मी नो इन द कमेन्ट सेक्सन। यो क्याम्प भने पनि हुन्छ विथ फ्यामिली मेम्बर्स, क्याम्पिङ भन्ने हुन्छ, पिकनिक भन्ने हुन्छ। आगो चाहिँ जलिसकेको अवस्था छ। यो चाहिँ हाम्रो भात हो गाइस। अब एकछिनको हाम्रो एकछिनपछिको लन्च हो गाइस। लन्च भन्ने हुन्छ जे भन्ने हुन्छ। यहाँ भात पकाएर दिदी खा चौचौ छोड लो मुख देखा ए लोकको मुख देखा तेरो बाबालाई पठाइदिउ लो म बस्नु यसलाई कन्ट्रोल गर्दै भने यार तुम हो गए यहाँ आज छाता बोलिलो है छाता गर्दैन त हाइट गरे ओके बको जिगडी के गर्दा त्यो दिदीहरुको बीचमा बस यहाँ बस बस्नु भयो जो दिच्छे भित्तडी माएको दिच्छे दियाले हैन रोक रोक पनि मन तिमी बस्यो मलाई लिगो 90 रुपैयाँ मलाई दिला भन्दा उठले ए 90 रुपैयाँ नै थिन त तपाईले ल्याए घर आइदिउ होला यो प्याज काटो त प्याज काटो थाल निकाल दे धुली एक निकाल एक निकाल कटोरा दे कटोरा निकाल दे वाह कटोरे छ ओ निकाल लागु त फलेको छ नि कस्तो भइराछ गाइस वनभोज यार बोलेवर हो के भन्ने भन्न वनभोज कस्तो भइराछ गाइस हामी आज मासु खाने प्लान थियो मासु छैन रे पसलले दिन खोजेन हैन आफ्नो कुकुर महँगो लाग्यो आज माछे काट्ने माले मान्छे हरायो ठिकै छ अब मासु सम्झेर अब यसै अब चटपटे बनाएर खादै छौं अब यति जुम गरेर राख्न अब चटपटे बनाउँदै छु हामी चटपटे मात्रै खाने हो लगा यहाँ लगा
यो हाल्न जिरो पाउडर हुने त के नि ममकिन दोनी नहीं बोले हम ओके यहाँनिर म चटपटेको ब्याकग्राउन्ड स्टोरी भन्न चाहन्छु हाम्रो चटपटे खाने भन्ने हाम्रो सोचमै थिएन तर हामीले मासु लिनलाई पठाएको मान्छेले फोनमा मासु मिलिरहेको छैन यहाँ गाह्रो छ भनिसकेपछि ठिकै छ नि त 7-8वटा चाउचाउहरू अझै थपौँ यहाँ भएको चाउचाउहरूको हामी चटपटे बनाएर खाँदै गर्छौँ भन्ने प्लान भएको हो मेरो सुरुमा चाहिँ हाम्रो मासु र भातसात बनाएर राम्रैसँग खाने भन्ने सोच थियो तर मासु 1.5 घन्टा हिँडेर त्यहाँ पसलमा पुग्दा पनि मासु अलि मिलेन भन्ने खबर आइसकेपछि अलि प्लान चेन्ज गर्नुपर्ने अवस्था आएको हो सो सोचेको प्लान भन्दा हामी अलि छुट्टै बाटोमा हिँड्नु पर्यो सो यसमा चाहिँ मासु पकाएको भिडियो अथवा मोमेन्टहरू चाहिँ हेर्न मिल्दैन गाइज है अब हामीसँग प्याज छ अब तेल पनि छ हैन लसुन खै त गाइस कहाँ के भयो लसुन तर पिस राख्छ यति पकायो भने एकदमै फाइनली पनि भयो घोडा ल्याएर स्वाद अनुसार मसला डाल्दैछु है Life out of control. जो तेरा बात बात पे घबराए टाइम टु गो ब्याक हामी रिटर्न हुँदैछौँ यो ठाउँमा आजको यति नै थियो कार्यक्रम लगभग रमाइलो भयो I hope you enjoyed this video guys सबैजना हेर्नुभयो होला कस्तो लाग्यो के लाग्यो if you guys also remember and miss your childhood like this is how you should enjoy your childhood with your family with your village people and all that no यसले गरेर एउटा टुगेदरनेसको एउटा त्यो फिल पनि दिन्छ भाइब पनि दिन्छ हैन सो यसरी चाहिँ एउटा क्लोजनेसको पनि त्यो एउटा त्यो हुन्छ नि त्यो एउटा त्यो टच क्लोजनेसको टचहरू भोलिको दिनमा भविष्यमा यसले धेरै महत्त्वपूर्ण एउटा पार्ट खेल्ने भएर यु गाइज सुड सम टाइम ग्यादर टुगेदर सबैजना मिल्ने अनि जे सकिन्छ त्यो गर्ने रमाइलोको लागि फोटोहरू पनि खिच्ने गीतहरू पनि गाउने डान्स पनि सकिन्छ अनि गर्ने बच्चाहरूलाई खुसी पार्ने हुन्छ नि इट म्याटर्स टु देम अ लट एन्ड त्यही नै तपाईँहरूको जिन्दगीको एउटा पार्ट बन्न जान्छ भन्दै यो भिडियोलाई चाहिँ म यहाँनिर क्लोज गर्न जाँदैछु
बिकज वी हेभ टु गो डाउन अब घर जानलाई हामी तल झर्नु पर्ने हुन्छ सो या